यहाँको आजको अवस्था यस्तो छ साथीहरू होइन। म थाहै भएन आमा रोड फोहोर हेर त रोड घिनलाग्दो भएको होइन। यो हिजो बेलुकीसम्म त केही थिएन त्यो रातभरिमा परेको यत्रो त्यो फोहोरमा कसरी म हिँड्दै जाने होला नि। के छ हो हेर त फोहोर रोडमा यसरी हिउँ परेपछि त साह्रै मलाई त मन नपर्ने चिज चाहिँ त्यही हो जाडोले। मेरो हालत खराब भइरहेछ मेरो यहाँ हालत खराब भइरहेको अवस्था हो। म चाहिँ अहिले नुहाउनु हिँडेको क्या साउना हिँडेको थाहै थिएन यस्तो छ भनेर बाहिर। बाटोघाटो यस्तो भएको भए त म त ट्याक्सीबाट जान्थेँ नि। हिँड्दै जान्छु भनेर आएको त बाहिर त हेर्नु त हो गाह्रो छ नि गाह्रो।